म रियल माड्रिड र बायर्न म्युनिचको रिजल्टबाट चाहिँ सन्तुष्ट थिएन के, एकदमै दुखी थिएँ। मैले एक्सेप्ट गर्न सकिरहेकै थिएन कि कसरी चाहिँ हामीले यो म्याच हार्यौँ भनेर। त्यसैले चाहिँ रिजन पत्ता लगाउनको लागि मैले यो म्याचको रिप्ले हेरेँ। हामीले म्याच हार्नुको मुख्य कारण चाहिँ के हो त? मैले पोइन्ट्स बनाएको छु, भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु है त। यो सिजन पनि ट्रोफीलेस गइसकेको छ रियल माड्रिड। 2 सिजन लगातार भयो च्याम्पियन्स लिगको क्वार्टर फाइनल भन्दा माथि जान सकेकै छैन। अस्ति 2025 मा आर्सेनलसँग 5-1 को एग्रिगेटले हारेका थियौँ हामी। अहिले 2026 मा बायर्न म्युनिचसँग 6-4 को एग्रिगेटले हार्यौँ। 2025 मा चाहिँ हाम्रो हार्नुको मुख्य कारण चाहिँ एउटा त ट्याक्टिकल्ली आउटक्लास भएको थियौँ हामीहरू, अर्को मिडफिल्डमा चाहिँ टोनी क्रुसको कमी खलिरहेको थियो कि हामीलाई। अनि एम्बापे पनि नयाँ थियो टिममा, अनि टिमको ब्यालेन्स पनि थिएन कि। कार्लो एन्चेलोटीलाई थाहा पनि थिएन कि कस्तो मिडफिल्डमा को युज गर्ने, अट्याकिङमा चाहिँ कस्तो फ्रन्ट खेलाउने भनेर। त्यस्तो सबैको रोल चाहिँ छुटेको थिएन, त्यही भएर टिममा चाहिँ इम्ब्यालेन्स पनि थियो। तर अहिले 2026 मा कसरी हार्यौँ कि हामीले? यही टिम हो हुन त होइन, त्यही 2025 कै टिम हो, केही पनि त्यस्तो खासै चेन्ज छैन। तैपनि 2 वर्ष भयो कि लगातार सँगै खेलेको। प्लेयरहरूलाई आफ्नो रोल राम्रोसँग थाहा छ कि कसले चाहिँ कुन पोजिसनमा खेल्ने, कसले चाहिँ कुन पोजिसनमा खेल्ने भनेर सबै डिभाइड पनि भएको छ। 2 वर्षसँगै खेलेपछि त आफ्नो टिममेटको स्ट्रेन्थ विकनेस सबै थाहा हुन्छ नि त। फ्रेन्डसिप पनि बढिसकेको छ भनेपछि केही न केही त अन्डरस्ट्यान्डिङ त छ नि त टिमहरू बिचमा। तैपनि हार्यौँ हामीले। हामीले कमब्याक गर्नु थियो सेकेन्ड लेगमा, कमब्याक गऱ्यौँ पनि। फर्स्ट हाफमै कमब्याक भइसकेको थियो कि। तैपनि सेकेन्ड हाफमा चाहिँ के चाहिँ भयो त त्यस्तो? फर्स्ट हाफ जस्तो अट्याकिङ ह्याभी चाहिँ थिएन कि सेकेन्ड हाफ, किनकि दुईटी टिमले हार्न चाहिँ चाहेका थिएनन्। एउटा टिमले मिस्टेक गर्यो भने त्यसको मिस्टेकमा चाहिँ क्यापिटलाइज गर्ने यस्तो तरिकाले माइन्डसेटले गएका थिए होइन। म्याच पनि राम्रै भइरहेको थियो कि, बायर्नले उताबाट अट्याक गरिरहेछ, रियल माड्रिडले यताबाट अट्याक गरिरहेछ। म्याच चाहिँ एकदमै ब्यालेन्स देखिन्थ्यो कि। जब 62 मिनटमा ब्राहिम दियाजलाई हाम्रो कोच अर्बेल लौडा, यसलाई कोच पनि भन्न मन लाग्दैन, यो भिनिसियस जुनियर र एम्बापेको चाटुकार हो कि, चटुवा भन्छ नि। 62 मिनटमा ब्राहिम दियाजलाई सर्भ गर्छ, जसको चाहिँ ठिकठाक गेम थियो। अट्याकिङमा हेल्प गरिरहेको थियो, एम्बापे र भिनिसियस जुनियरलाई मद्दत गरिरहेको थियो, र जुड बेलिङ्गमलाई चाहिँ अट्याकिङमा पनि जुड बेलिङ्गमलाई चाहिँ प्रोपर साथ दिइरहेको थियो कि उसले। कामाभिङ्गा ल्यायो भनेपछि हाम्रो गेमको अप्रोच थाहा हुन्छ कि यसरी क्लियरली। हाम्रो डिफेन्सिभ अप्रोच थियो कि। अनि ठ्याक्कै त्यही टाइममा बायर्न म्युनिचले मुसियालालाई ल्याइदिन्छ। उनीहरूको अप्रोच चाहिँ के थियो? अट्याकिङ थियो। उनीहरूले चाहिँ 90 मिनटभित्रै गेम किल गर्न चाहन्थे कि। तर रियल माड्रिडको अप्रोच के थियो भन्दाखेरि चाहिँ हामी डिफेन्सिभ भएर खेल्ने, आफ्नो लिडलाई चाहिँ लिडभन्दा पनि जुन निल भइसकेको थियो नि त, किन कमब्याक भइसकेको थियो भने चाहिँ 0-0बाट यो सुरु हुने हुने, यही रिजल्टलाई चाहिँ कायम राख्ने। जब बायर्नले चाहिँ अट्याक गर्छन् तब काउन्टर अट्याकमा चाहिँ हामीले चाहिँ उनीहरूलाई गोल हान्ने यस्तो अप्रोचले गएको थियो। तर यस्तो भएन केटा हो। जब मुसियाला आयो नि, अट्याकमा चाहिँ थ्रेट बढ्न थाल्यो कि सेकेन्ड हाफमा पनि। उनीहरूको अट्याकिङ थ्रेट बढ्ने बित्तिकै हाम्रो डिफेन्समा अलिक प्रब्लम हुन थाल्यो नि त। यही हडबडीमा चाहिँ कामाभिङ्गाले एउटा फर्स्ट येल्लो कार्ड लियो आफ्नो। यो येल्लो कार्ड अननेसेसरी थियो कि, लिन पर्ने कुनै कारणै थिएन। जमाल मुसियालाको सर्ट पुल गर्न पर्ने कुनै पनि कारणै थिएन कि, किनभने अगाडि जम्मा केन मात्र थियो होइन अट्याकिङमा, त्यस्तो त्यो क्लियर गोल थ्रेट पनि थिएन कि, किनकि हाम्रो डिफेन्डर फुल फ्याक थिए अनि केनले केही गर्न सकेको थिएन कि। यो अननेसेसरी येल्लो कार्ड थियो, कामाभिङ्गाले लिनै हुन्थेन कि। ठिक छ, तैँले फर्स्ट येल्लो कार्ड लिइस् होइन, त डिफेन्सिभ मिडफिल्डर होस् होइन, भनेपछि तैँले डिफेन्समा मद्दत गर्नुपर्ने हुन्छ। त अलरेडी येल्लो कार्डमा छस् भनेपछि एउटा अवेरनेस हुन्छ नि त। अब त मैले अलिक सुझबुझका साथ खेल्नुपर्छ, धेरै मैले फिजिकल नै हुनुहुन्न, धेरै फाउल नै खेल्नुहुन्न, मैले अलिक प्रोटेक्टिभ भएर खेल्नुपर्छ, मेरो टिमलाई मद्दत गर्नुपर्छ। यस्तो हाई फ्री फ्लोइङ अट्याकिङ टिम छ बायर्नको होइन, यसलाई रोक्नको लागि त अरू आफूले क्लिनिकलनेस हुनु पऱ्यो नि त डिफेन्समा नि। हो, यस्तो अलि थोरै कन्जर्भेटिभ अप्रोच जानुपर्ने हो नि त कामाभिङ्गा। तर साला यसलाई के चाहिँ भयो, के चाहिँ चुल मच्यो कि 86 मिनटमा बल मिडफिल्डमा घुमिरहेछ कि, न त कुनै त्यहाँ अट्याकिङ थ्रेड छ, न त कुनै काउन्टर अट्याक पराएछ, न त कि हामीलाई त्यस्तो बल खोज्न पर्ने कुनै जरुरी छ कि, त्यस्तो केही पनि थिएन। तैपनि कामाभिङ्गाले ह्यारी केनलाई फाउल गर्छ कि। फाउल गरिसकेपछि रेफ्रीले उसलाई बोलायो। फर्स्टमा त येल्लो कार्ड देखाएको थिएन रेफ्रीले उसलाई बोलायो ताकि वार्निङ दियोस् कि होइन। वार्निङ दिनको लागि रेफ्रीले उसलाई आफूतिर बोलाउँदाखेरि
ह्याट्रिक हाने जस्तो साला पुरै हुन्छ नि बाइनलाई धोबी धोइ गरे जस्तो एटिट्युड देखाएर होइन 5-6वटा गोल मारे जस्तो कि पुरै एटिट्युड देखाएर रेफ्रीलाई बल बोकेर हिँडिदिन्छ उल्टोतिर। अनि रेफ्रीको माथा सन्किन्न त नि फाउल पनि गरिरहेछ, यस्तो हिटअप भइरहेछ गेममा होइन। यति ठुलो गेममा के कामाभिङ्गा जस्तो प्लेयरले थोरै मेच्युरिटी देखाउनु परेन भने यसले जानी जानी गरायो कि साला, जानी जानी गरायो यसले। अनि यस्तो गरेपछि अनि येल्लो कार्ड खाँदैन त नि, येल्लो कार्ड भयो, डबल येल्लो कार्ड भयो, रेड कार्ड दियो रेफ्रीले। यसमा रेफ्रीको कुनै पनि दोषै छैन क्या। बरु अस्ति बार्सिलोनाको केसमा चाहिँ हो त्यहाँ चाहिँ रेड कार्ड लिनु बरु स्वाभाविक भन्न सकिन्छ, किन भन्दाखेरि त्यो अलरेडी वान गोलको लिडमा थियो एथलेटिको मैड्रिड। अनि एरिक गार्सियाले यदि त्यो नरोकेको भए उसको मनमा लाग्यो कि सायद हामी 2 गोलले पछाडि पर्छौँ, यदि एथलेटिको मैड्रिडले 2 गोलको लिड लियो भने हामीलाई कमब्याक गरेर गाह्रो हुन्छ भन्ने यस्तो सोचाएर एरिक गार्सियाले चाहिँ सायद फाउल गरे होला। अनि त्यसमा चाहिँ उसले रेड कार्ड खाएको हो। यसमा कुनै पनि त्यस्तो प्लेयरलाई दोष दिनुपर्ने, यसले यस्तो किन गर्यो त्यस्तो केही पनि छैन कि। उसको त्यो डिफेन्सिभ इन्स्टिङ्क्टले गर्दाखेरि चाहिँ त्यस्तो भएको हो, पर्सनल गल्ती त्यस्तो केही पनि थिएन कि। त्यो गोल पनि नहुन पनि सक्थ्यो यदि उसले चाहिँ फाउल नगरेर अट्याक गरेर दिएको भए चाहिँ सायद गोल नहुन पनि सक्थ्यो कि, सायद गोल हुन पनि सक्थ्यो। त्यो डिफ्रेन्ट कुरो हो। तर उसले डिफेन्सिभ इन्स्टिङ्क्ट देखायो, फाउल गर्यो, अनि 2 गोलको लिड लिएन, बरु 1 गोलको चाहिँ लिड चाहिँ हामीले फर्काउन सक्छौँ भन्ने उसको त्यस्तो कन्फिडेन्स भएर उसले चाहिँ रेड कार्ड लियो र बार्साले चाहिँ अनफर्चुनेटली हार्न पुग्यो क्या। तर कामाभिङ्गाको केसमा यस्तो छ र कि बल त्यो डिफेन्स के काउन्टर अट्याक खाएको हो र त्यो बलले त्यस्तो होइन नि त। मिडफिल्डमा बल सर्कुलेट भइरहेछ, कन्ट्रोल गरिरहेछन् बायनले, त्यो टाइना तुईको मुला चिप्पाएती हुन्छ नि, त्यो के भएको यो चुर्रा पारेको छ र तेरो सागमा कि चुमुक के भएको त्यो मान्छेलाई अन्नेसरी रेड कार्ड लियो कि। रेड कार्ड लिने बित्तिकै त साला फेरि कति भयो त 10 वर्सेस 11 जना भइदियो नि त। अनि रियल मैड्रिडमा 10 प्लेयर थिएन, किनभने 10 मा 1 जना त किपर हो, 9 जना भएको खेल्ने फिल्डमा होइन। 9 जना मध्ये 2 जना अगाडिका मुस्टुन्डाहरू भिनिसियस जुनियर र किलियन एम्बापे, डिफेन्स गर्न आउने नै होइन कि यिनीहरू। म यु प्राइम रोनाल्डो, म यु गोट द ग्रेटेस्ट प्लेयर अफ अल टाइम। कस्तो एटिट्युड छ कि तिनीहरूमा, डिफेन्समा आउनु पर्दैन भने डिफेन्स गर्नले। यदि उनीहरूले डिफेन्समा मद्दत गरिदिएको भए होइन सायद हामीले के गर्थ्यौँ त, त्यो गेमलाई एक्स्ट्रा टाइममा पनि लिन सक्थ्यौँ के। एक्स्ट्रा टाइममा जे पनि हुन सक्थ्यो, सायद हामीले हार्न पनि सक्थ्यौँ, अझै धेरै ह्युमिलिएट भएर हार्न पनि सक्थ्यौँ। त्यो अर्को गेमको पार्ट हो होइन। या त हामीले जित्न पनि सक्थ्यौँ, या त पेनाल्टी सुटआउटमा पनि जान सक्थ्यो गेम। अनि कामाभिङ्गाले रेड कार्ड खाइसकेपछि आरवेल लौडाले के गरे के त्यो भाइ, तेरो टिम 7 जना प्लेयरमा खेलिरहेछ, किनकि अगाडिको मुस्टुन्डाहरूले त गेम डिफेन्ड गर्ने होइन तिनीहरूले। भनेपछि आइदर भिनिसियस जुनियर आइदर एम्बापे कि यिनीहरू दुइटामा एउटालाई चाहिँ सर्ट अफ गर्न पर्थ्यो। अनि एउटा डिफेन्सिभ अप्रोच भएको प्लेयरलाई अथवा भाग्ने टाइपको प्लेयरलाई ल्याउनु पर्थ्यो कि। बरु भिनिसियस जुनियर र किलियन एम्बापेमा चाहिँ भिनिसियस जुनियरलाई बाहिर निकाल्नु पर्थ्यो, किनकि उसको गेम राम्रो गएको थिएन कि, एकदम पत्तुर गेम खेलेको थियो भिनिसियस जुनियरले। बरु किलियन एम्बापेको त ठिकै थियो गेम होइन, जुड बेलिङ्गमको गेम राम्रै थियो। आरवेल लौडा त्यतिकै मैले चाटुकार भन्दैन कि, भिनिसियस जुनियर र किलियन एम्बापेको चटुवा हो कि यो, चाट्दै बस्छ साला। अनि इन्टरभ्यूमा गएर, पोस्ट म्याच इन्टरभ्यूमा गएर भन्छ यो सबै मेरो गल्ती हो। तेरो गल्ती पनि हो हुन त, र प्लेयरको पनि गल्ती छ कि। मेन गल्ती त कामाभिङ्गाको हो। त्यसलाई अब मैले यो क्लबमा देख्नुहुन्नलाई निकालिदेऊ, बेचिदिने हो साला, लोनमा भयो नि जे पनि पठाउने, फ्रीमा भयो नि पठाइदेऊ यसलाई। कस्तो हराएर गयो कि साला।